आजको हाम्रो यात्रा रहेको छ लिस्बन टु जेरस 4.5 घण्टा बाइ कार इन्जोय। बिहान 5:30 बजी हाम्रो यात्रा सुरु भएको थियो। लगभग 1 घण्टापछि एउटा ग्यास स्टेसनमा हामीले चाहिँ ट्याङ्क फुल गर्यो, सर्ट ब्रेक लियो। त्यसपछि चाहिँ हामीले हाम्रो यात्रा अगाडि बढायौँ। एन्ड लुक एट द भ्यू, वाउ! तर एकछिनमा मौसम यस्तो खराब भइरहेको थियो। लगभग 1 घण्टा गाडी चलाइसकेपछि चाहिँ मौसम एकदम राम्रो भइसकेको थियो अनि हामीले चाहिँ सेकेन्ड ब्रेक लियौँ। त्यसपछि फेरि हामी अघि बढ्दै गयौँ। लगभग यति बेला चाहिँ हामीले 3 घण्टा गाडी चलाइसकेको थियो र हामी पोर्ट त पास भइसकेको थियौँ। त्यसैले हामीले फेरि सानो ब्रेक लिने निर्णय गर्यौँ, प्लस पेट्रोल हाल्ने, स्न्याक्स। भन्दा धेरै त केटीले डर लाग्छ, बससम्म मार्दिन्छु, नचलाइ मसँग, किनी मेरो टुट्टामा छैन, म साइकल छु, जङ्गलको बिच जोडेर ज्याङ काट्ने च्वाट्टे आँखाले जे देख्यो, दुईजना भोकमारी खानालाई पछाडि झम्टेर आयो मैले। लगभग 1 घण्टाको ड्राइभपछि चाहिँ हामी जेरस इन्ट्री गरिसकेका थियौँ र बाटोमा चाहिँ सानो झरनाहरू र खोलाहरू साथै पहाडहरू पनि यस्तो राम्रो देखिरहेको थियो कि एज यु क्यान सी। म चाहिँ मेरो क्यामेराको क्वालिटी चेक गरेँ कति टाढासम्म चाहिँ जुम हुँदो रहेछ भनेर। इट क्वाइट नाइस एज यु क्यान सी अल्सो, वाउ। त्यसपछि त्यहाँ एउटा ठुलो ड्याम थियो किनकि नजिकै बिजुलीहरू निकालिरहेको हामीले त्यहाँ प्रोजेक्ट पनि देखेको नजिकै एउटा हामीले स्पट पनि भेट्यौँ। त्यहाँ चाहिँ हामीले एकछिन रिल्याक्स गर्ने, एकछिन बसेर हेर्ने हामीले निर्णय गऱ्यौँ, जुन चाहिँ एकदम क्वाइट ब्युटिफुल थियो, जसलाई चाहिँ मैले मेरो क्यामेरामा पनि मैले राम्रोसँग कैद गर्न सकिरहेको थिइनँ। त्यसपछि चाहिँ मेरो फेभरेट प्लेस यो दिनको जर्नीको मेरो फर्स्ट फेभरेट प्लेस थियो यो चाहिँ। एन्ड अगेन विथ नेक्स्ट टाइम मेरो फेभरेट योगर्ट अनि रात अनि पिक्चर टाइम। वाइ नट, यति टाढा गएपछि अलिकति फोटो त खिच्नै पर्यो। त्यसपछि त्यसको माथि मैले फेरि सानो एउटा झरना भेटेँ र यसको तलपट्टि चाहिँ एउटा सानो पोन्ड पनि थियो जहाँ चाहिँ हामीलाई स्विमिङ गर्नु मन लाग्यो भने स्विमिङ गर्न पनि मिल्ने रहेछ, एज यु क्यान सी। अनि पानी पनि यस्तो क्रिस्टल क्लियर थियो। एन्ड लुक एट दिस फ्लावर। त्यसपछि हामी फेरि त्यहाँबाट हाम्रो अर्को डेस्टिनेसनतर्फ लाग्यौँ। हाम्रो नेक्स्ट डेस्टिनेसन। त्यसपछि हाम्रो ट्रेकिङ चाहिँ यहाँबाट सुरु हुन्थ्यो, तर हामी चाहिँ एकदम टपमा भएको कारणले गर्दाखेरि हाम्रो इन्टरनेटले काम नै गरेन। सेटेलाइटको इन्टरनेट त देखाएको थियो तर त्यो चाहिँ एकदम इमर्जेन्सी केसहरू लाइक एसओएस इमर्जेन्सी केसहरूको लागि मात्र चल्ने नेट रहेछ, जसको कारणले गर्दाखेरि चाहिँ हामी कुन बाटो जानुपर्ने हामीले पत्ता लगाउनै सकेनौँ, विच वाज भेरी स्याड। त्यसपछि हामीले निर्णय गऱ्यौँ कि ओके यतैतिर हेरेर जाऊँ न त, अब नेटै नचलेपछि यत्तिकै हिँड्नु पनि भएन नि त, जङ्गलमा 2 जना मात्रै। अनि हामी यता नजिक वरिपरि हेर्न थाल्यौँ जहाँ चाहिँ मैले यस्तो दामी च्याउ भेटाएँ नि होइन, किनकि मैले यस्तो खोलेर हेरेको त च्याउ रहेछ क्या। एन्ड आई वाज सो एक्साइटेड। अनि एकदम जाडो पनि थियो त्यहाँ। त्यसपछि चाहिँ अब हामी कहाँ जाने भनेर डिसाइड गर्न सकेको थिएन किनकि हाम्रो नेट चाहिँ चलेको थिएन नि त। अनि त्यसपछि वी डिसाइड ओके लेट्स गो, बाटोले जता पुऱ्याउँछ त्यतै जाने भनेर चाहिँ हामी चाहिँ यत्तिकै हाम्रो जर्नीलाई चाहिँ फेरि पनि हामीले के कन्टिन्यू गर्यो के। अनि बाटोहरू पनि यस्तो ब्युटिफुल थियो होइन। त्यसपछि हामी चाहिँ लगभग आधी घन्टापछि चाहिँ हामी एउटा सानो क्याफेटेरिया जस्तोमा पुग्यौँ अनि कफी ब्रेक लियौँ। अनि त्यो क्याफेटेरियाको पछाडि साइडमा चाहिँ मलाई कस्तो हेर्नु मन लागेको थियो कि। अनि त्यसपछि पछाडि गएको त वान अफ द फन्निएस्ट थिङ्स एभर ह्यापन टु अस के।
हामी चाहिँ पोर्चुगल र स्पेनको बोर्डरमा पो पुगेको रहेछ क्या इन्टरनेट नचलेको कारणले गर्दाखेरि किनकि मेरो डाटा त्यति बेला रोमिङ भयो अनि त्यसपछि डाटा रोमिङ भएपछि मैले इन्टरनेट खोलेर गुगल म्याप हेर्दाखेरि त स्पेन र पोर्चुगलको बोर्डरमा पो हामी पुगेको रहेछ त्यही भएर मेरो डाटा रोमिङ भइरहेको रहेछ भनेको फनी थिङ ह्यापन के त्यसपछि स्पेन कस्तो देख्दो रहेछ त यहाँबाट भनेर म चाहिँ बोर्डर कटेर गएँ हेर्नलाई खुरु खुरु ल बोर्डरमा आएपछि एउटा भिडियो त खिच्दिउँ न मेमोरीको लागि भनेर खिच्दिएँ मैले पनि लुज्या त्यसपछि हामी नेट चलेको कारणले गर्दाखेरि फेरि हामी अघिको बाटो फर्किनु पऱ्यो हाम्रो होटलसम्म जानलाई तर हामीले एभ्री कर्नरमा चाहिँ हामीले बाटो सानो भएको कारणले गर्दाखेरि हर्न बजाउँदै जानु परेको थियो क्या बाटोमा चाहिँ एउटा सानो भ्यू पोइन्ट देखेर मैले चाहिँ मेरो साथीलाई गाडी रोक्दैउ न म हेरेर आउँछु जसरी भयो नि भनेर उसलाई चाहिँ मैले गाडीमै छोडेर ऊ आउनु मानेन नि त गाडीमा छोडेर म चाहिँ एक्लै गएँ हस्याङ फस्याङ गर्दै हेर्नुलाई एन्ड लुक एट द्याट ब्रेथ टेकिङ भ्यू म चाहिँ जुम गरेर हेरिरहेको थिएँ मेरो क्यामेराबाट कति टाढासम्म देख्दो रहेछ भनेर एन्ड इट वाज सो अमेजिङ त्यसपछि हामी हाम्रो होटल आइपुग्यौँ जुन चाहिँ जेरुसको सिटीमा सानो एउटा गाउँमा भिलेजमा थियो र यो चाहिँ हाम्रो मेरो वार्ताले मेरो रुमबाट यो चाहिँ सनसेटको टाइममा थियो त्यसपछि चाहिँ हामी फुड हन्टिङको लागि निस्क्यौँ बाहिर डिनरको लागि हिँड्दा 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 रात पनि पर्सक्यो तर पनि स्टिल हामीले चाहिँ होटलहरू भेट्नै सकेन त्यसपछि हामी हाम्रो बस्ने ठाउँमा फर्केर गाडी लिएर अर्को ठाउँमा हामी खानाको लागि खोज्न गयौँ र फाइनली हामीले एउटा स्पेस चाहिँ पत्ता लगायौँ तर फुड वाज सो ब्याड यति नमिठो थियो कि आई नेभर एभर ह्याभ दिस काइन्ड अफ फुड इन माई लाइफ के योग अनि त्यो दिन हामी आएर सुत्यौँ अनि त्यसपछि भोलिपल्ट बिहान उठेर यो चाहिँ सेकेन्ड डे इट वाज टु अर्ली म चाहिँ 6:30 बजे नै बिउजिएँ इभन भ्याकेसनमा भए पनि विच वाज स्याड अल्सो गुड अनि मैले चाहिँ मेरो वार्तालीबाट देखाउँदैछु मेरो हाम्रो स्पेसबाट देखिने ठाउँहरू कस्तो रहेछ भनेर आई वाज सो ह्याप्पी त्यसपछि बल्ल बल्ल 8 बज्यो हामीलाई चाहिँ होटलले प्रोभाइड गरेको ब्रेकफास्ट लिन गयौँ हामी ब्रेकफास्ट पछि हाम्रो रुममा आउँदाखेरि चाहिँ घाम लागिसकेको थियो तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो राम्रो देखिरहेको थियो कि वेदर त्यसपछि हामी थोरै सोभेनियरहरू लिन पर्ने भएर लाइक 9 साढे 9 बजीसम्म चाहिँ हामी कुरेर बस्यौँ सोभेनियर किन्नको निम्ति किनकि बजारहरू खुलिसकेको थिएन त्यसपछि हामी हिँड्दै गर्दाखेरि यत्रो ठुलो जायन्ट फ्लावर देख्यो जहाँ चाहिँ हामीले एउटा फोटो पनि खिच्यौँ र त्यसपछि चाहिँ सोभेनियर पसलमा हामी एउटा सोभेनियर किन्यौँ किनकि म जति पनि ठाउँहरूमा म घुम्न जान्छु त्यहाँबाट चाहिँ मैले एउटा सोभेनियर लिएर आउँछु ताकि मेरो फ्रिजमा मैले टाँसेर चाहिँ मेरो मेमोरीको लागि होस् भनेर त्यसपछि यहाँ पनि एउटा सोभेनियर किन्यौँ त्यसपछि चाहिँ हामी रुममा आएर त्यो दिनको लागि हाम्रो हर्स राइडिङ थियो त्यसपछि हामी फेरि माथि डाँडाहरू हुँदै हामी गयौँ बाटो यस्तो राम्रो थियो सानो कुवा जस्तो खोला जस्तो धारा जस्तो ठाउँहरू पनि थियो जहाँ चाहिँ एकदम नेचुरल पानीहरू बगिरहेको थियो र सानो रोडहरूमा हामी चाहिँ हर्न बजाउँदै हिँडिरहेको थियौँ र बाटोमा चाहिँ हामीले एउटा सानो धारा देख्यौँ र हामीले एकछिन त्यहाँ चाहिँ झरेर चाहिँ ल लेट्स गो ड्रिङ्क वाटर जी पर्ला पर्ला भनेर हामी चाहिँ त्यहाँको चिसो पानी चाहिँ हामीले खान गयौँ है चिसो पानी हो कस्तो मुख खुम्चाएको त नि भिडियो गर्ने बेला ओए भोल टाप्रे देखेँ मैले ल भयो के हुन्छ अहिले यो रुगाको यो हुन्छ भ्यू पोइन्ट रहेछ एउटा
तिम्रोबाट नि खिच न तिम्रोबाट नि फोटो खिच न भनेको आइदिन्छ ल Somulu. Somulu. Kau nak ada dia somulu. अनि फाइनली हामी चाहिँ हाम्रो होर्स राइडिङ ठाउँमा आइपुग्यौँ आमा कत्रो मसरुम हौ सो हामी चाहिँ यहाँ होर्स राइडिङमा आइपुगिसकेको छौँ फर्महरू फिलअप भयो अनि त्यसपछि हामी अहिले जाँदैछौँ अब हाम्रो 12 बजेको टाइम छ यहाँनिर हुन्छ भन्दै थियो एज यु क्यान सी हर्सेसहरू यहाँ छ हामी चाहिँ हाम्रो गाइडलाई भेट्न र हर्स प्रिपेयर गर्न आइपुगेको छौँ I'm so excited. This is my first time. Yeah, very good. You were alive. Yeah. First I was a little bit scared, but घोडा चढेर 1 घण्टा खुट्टा तन्केर दुख्दो रहेछ हो किन ठाउँमा बनाइदे सानोमा है भने त्यहाँनिर गलासे छ है 1 आवर हर्स राइडिङ पछि चाहिँ हामी त्यसपछि घर फर्किने गऱ्यौँ घर फर्किने बेलाको बाटोमा चाहिँ हामीले हनी बेच्ने ठाउँ देख्यो त्यसपछि चाहिँ हामी गाडी साइडमा लगाएर म चाहिँ त्यहाँ हनी किन्न गएको थिएँ तर हनी बेच्ने मान्छे कोही पनि रहेनछ घरमा त्यसपछि फेरि हामी गयौँ अनि फेरि अर्को ठाउँमा पनि हनी बेच्ने ठाउँ देख्यौँ त्यहाँ चाहिँ झन् फोन नम्बर रहेछ त्यसपछि मैले कल गरेँ एउटा बुढो बाजे हुनुहुँदो रहेछ बाजे चाहिँ कता बारीमा हुनुहुँदो रहेछ अनि 5 मिनट वेट गर म आइपुग्छु भनेर भन्नुभयो अनि वी आर वेटिङ फर द गाई टु बाई हनी अनि त्यसपछि चाहिँ मैले 1 किलो हनी किनेँ 1 किलो हामी घर फर्किँदै थियौँ घर फर्किने बेला बाटोमा चाहिँ बिचमा घरहरू त्यसपछि फेरि डाँडा काँडाहरू थियो हामी ओह्रालो चढ्दै थियौँ लगभग 1.5 घन्टापछि हामी पुग्यौँ पोर्तो अनि पोर्तोको तपाईँहरूले चाहिँ क्लब देख्न सक्नुहुन्छ फुटबल क्लब पोर्तोको त्यति बेलासम्म चाहिँ हामी यस्तो भोक लागिसकेको थियो त्यसपछि हामीले डिसाइड गऱ्यौँ कि ओके कुनै नेपाली रेस्टुरेन्ट खोजेर पोर्तोमा केही खाएर अनि बल्ल घर फर्किने भनेर And we found one Nepali restaurant. अनि हामीले केही खानाहरू खायौँ अनि केही खानाहरू टेकअवे पनि दियौँ अनि मेरो मनले चाहिँ किन मानेन पोर्तो पुगेर पोर्तो पुगेन किन नजाने जस्तो लाग्यो हुन त लास्ट इयर पनि म पोर्तो गइसकेको थिएँ तर पनि साथीले फकाइ प्लिज आएको बेलामा जाउँ न यही पोर्तो नजिकै त हो नि भनेर हामी खाना खाँदै त्यसपछि डिसाइड गरेर त्यहाँबाट
14 मिनट बाई ड्राइभ थियो। त्यसपछि चाहिँ हामी पोर्तो गयौँ। टाइम टु गो ब्याक होम। तर ट्राफिक यति धेरै थियो कि अफिस टाइम भएको कारणले गर्दाखेरि हामी आधी घन्टा चाहिँ हामी ट्राफिकमै फस्यौँ। त्यसपछि लगभग 1.5 घन्टापछि चाहिँ हामी एउटा ग्यास स्टेसनमा रोकेर ग्यास फुल गऱ्यौँ। त्यसपछि पोर्तुगल लिएर आएको टेकवे खान विच वाज सो गुड। त्यसपछि चाहिँ हामीले डिसाइड गऱ्यौँ अब बाटोमा कहीँ पनि रोकिकन घर जाने, किनकि अबेला भइसकेको थियो। अनि रातिको लगभग 10 बजिसकेको थियो। हामी चाहिँ घर पुग्यौँ। टाटा, थ्याङ्क यू फर वाचिङ।